ब्याङ्क गरी जम्मा आएको रकम 2,50,37,101 रुपैयाँ 0.01 रहेको छ आएको छ। जम्मा खर्च 74,15,651 रुपैयाँ रहेको छ। यसरी चाहिँ हाम्रो यो चाहिँ एडमिन खर्चमा आएको क्यास र नगद गरेर 1,20,61,353 रुपियाँ हाम्रो संस्थाको केन्द्रीय कोषाध्यक्ष प्लस डुम्लिङ झोलेको निर्माण कोषाध्यक्ष हाम्रो समिता नामले राष्ट्रपाका समर्थक साथी मेरो हाम्रै दाजुभाइ दिदीबहिनीहरू वाचन गर्नुहुन्छ समिता दिदी धन्यवाद हैन क्युआर पार्टी सबैजनालाई नमस्कार। हामीलाई थाहा छ हाम्रो झुलुङ्गे पुल निर्माण भइसकेको छ। म धेरै भूमिका नमातिकन म तपाईहरुलाई सशक्ति रूपमा आइबी सुनाउन गइरहेको छु। हर्का साम्पाङको नेतृत्वमा दार्चुला झुलुङ्गे पुल निर्माण अभियान हामीलाई ब्याङ्क क्युआरबाट हामीले क्युआर सार्वजनिक गरेको थियौँ। ब्याङ्क क्युआरबाट 2,71,506 रुपैयाँ 0.01 आएको छ भने नगद अब क्युआर मार्फत यति आयो भने नगदबाट चाहिँ 49,65,595 रुपियाँ आएको छ। नगद र ब्याङ्क गरी जम्मा आएको रकम 2,37,101 रुपैयाँ 0.01 रहेको छ। 1,29,29,100 पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्यो खर्च कति जसमध्ये केमा खर्च भयो भन्नुहुन्छ भने दार्चुला झुलुङ्गे पुल सामग्री खरिदमा जवाबदेही त यस्तो हुन्छ। त्यही भएर झुलुङ्गे पुल सामग्री 45,27,924 रुपैयाँ सर्वे खर्च सर्वे टोली जनसङ्ख्याले गर्दैन 4,24,000 दिमागले चल्छ रुपैयाँ पार्टी मिसिन खरिद 5,24,000 पारदर्शिता संस्कृतिले गल्ती गर्दैन गल्ती गर्नेलाई खराब पार्छ खर्च 37,900 जम्मा गरेर तपाईहरुकै 55,13,523 रुपैयाँ जम्मा हाम्रो पुलमा खर्च भएको छ भने हिम्मत राख्छ र रासोपालाई 3 सिटले खर्च भनेको एडमिन खर्चहरु चाहिँ सरकारलाई यातायात खर्च 28,48,383 रुपैयाँ रहेको छ। खाना खर्च 16,40,642 रुपैयाँ बस्नको निम्ति त्यहाँ क्याम्प खडा गर्दाखेरि खर्च आएको छ। 5,91,595 रुपैयाँ ध्वनि तथा विविध खर्च आएको छ। 12,47,700 जेलमा हाल्दाखेरि आएको छ। जम्मा खर्च 74,15,651 रुपैयाँ रहेको छ। यसरी हाम्रो यो चाहिँ एडमिन खर्चमा आएको भित्रको पैसा के पार्यो प्रशासनिक खर्च एडमिन खर्च र झुलुङ्गे पुल गरेर दुईटाको खर्च गरेर चाहिँ भन्नु सक्छौ त्यो हिसाब लेखाउ भन्न सक्छौ। 74,15,651 रुपियाँ रहेको छ। यो सरकारलाई नि तिरी गुमाएर एउटा कान्छी अमलामा राखेर झुलुङ्गे पुल घुमाउने क्षमता 55,13,523 गरेर दुईटा गरेर जम्मा खर्च हाम्रो 1,29,29,174 रुपियाँ भएको छ। र फेरि पनि म टोटल खर्च भन्न चाहन्छु 1,29,29,174 रुपियाँ भएको छ। र अहिलेसम्म ब्याङ्कमा रहेको खर्च छ 1,04,45,452 रुपैयाँ
0.01 रहेको छ भने हाल हजुर बाँकी रहेको ब्याङ्कमा रहेको छ र हामीसँग नगद पैसा छ 16,15,941 रुपैयाँ मात्र रहेको छ र हजुर हातमा छ र यो क्यास र ब्याङ्क गरेर हामीसँग 1,61,60,393 रुपैयाँ 0.01 रहेको छ हजुर बचत रहेको छ क्यास र नगद गरेर 1,20,61,353 रुपियाँ हजुर 0.1 रहेको छ बचत छ अहिलेसम्म हामीसँग होइन र यहाँहरू सबैजनालाई धन्यवाद दिन चाहन्छु।